ओहो, यो के गर्नु भएको माइजू? यसरी मोबाइल चार्जमा जोडेर चलाउनु दिनु हुँदैन नि, करेन्ट लाग्न सक्छ। आजकल यस्ता जाब करेन्टसँग नि किन डराउनु? होइन काका, करेन्टलाई ख्यालको रूपमा लिनु हुँदैन, यसले त ज्यानै लिन सक्छ। के भन्छ? ज्यानै पो लिने रहेछ? होइन, डराउनु पर्ने केही छैन, तर यसलाई सुरक्षित तरिकाले प्रयोग गर्न चाहिँ अत्यन्त आवश्यक छ। सुरक्षित तरिकाले बिजुली चाहिँ कसरी प्रयोग गर्न सक्छौ त बाबु? ल माइजू सुन्नुहोस् है त, अनि काका तपाईँ पनि सुन्नुहोस् है। कुनै पनि बिजुलीको तारलाई नाङ्गो तार सरह व्यवहार गरौँ र खतरनाक हुन्छ भन्ने कुरा बुझौँ। प्लग, सकेट वा तारहरू साथै बिजुलीको उपकरणहरू बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ वा जडान गर्नुपर्छ। ओसिलो ठाउँमा बिजुलीको तारहरू राख्नु हुँदैन। बिजुलीको स्विच र बिजुलीबाट चल्ने सामानलाई भिजुको हातले छुनु हुँदैन। अनि एउटै सकेटबाट पनि धेरै विद्युतीय सरसामानहरू चलाउनु हुँदैन र एउटै तारमा ठाउँ ठाउँमा काटेर टिभी, रेडियो, इन्डक्सन, फ्रिज आदि इत्यादि विद्युतीय उपकरणहरू जडान गर्नु हुँदैन। यसरी त तारमा धेरै भार परी तार जल्न सक्छ र आग लागि पनि हुन सक्छ। अनि बाबु? यसरी पुरानो वा फुटेको कमर्सियल प्लगहरू, टेपले टालटुल गरेका तारहरू हटाई तुरन्त नयाँ परिवर्तन गर्नुपर्छ। साथै विद्युतीय सरसामानलाई नियमित रूपमा मर्मत सम्हार गर्ने र सो गर्दा जहिले पनि नबिर्सी मुख्य लाइन वा एमसिबी बन्द गर्नुपर्छ। त्यसो त महँगो हुन्छ होइन र? करेन्ट लागेर ज्यानै गुमाउनु भन्दा त थोरै खर्च गरेर सुरक्षित हुनुमा नै किफायती छ नि, होइन र माइजू? साँच्चै बर्सात र चट्याङ लागेको समयमा विद्युतीय उपकरणहरू प्रयोग गर्नु हुँदैन र प्लगबाट झिकेर राख्नुपर्छ। अत्याधिक चट्याङ पर्ने स्थानको पहिचान गरी सुचालक पोल र अर्थिङ प्रणाली पनि जडान गर्नुपर्छ। साथै बाहिरी अवस्थामा पनि विद्युतीय संरचना भत्किएको र बिग्रेको अवस्थामा वा तार चुडिएर भुइँमा लत्रेको देख्नुभयो भने टाढै बसेर प्राविधिकलाई सम्पर्क गर्नुपर्छ। यसै गरी सब स्टेसन, बिजुलीको तार र ट्रान्सफर्मर आसपासमा बस्नु हुँदैन र चढ्नु वा खेल्नु पनि हुँदैन। बिजुलीको तार आसपास झ्यामेको रुख भए नियमित रूपमा सुरक्षित तवरले हाँगाहरू काटिदिनुपर्छ। केही गरे करेन्ट आयो भने के गर्ने त? यदि केही गरी करेन्ट लागिहाल्यो भने उक्त घाइते व्यक्तिलाई अत्यन्त सतर्कता अपनाई सुक्खा काठको सहयोगमा बिजुलीको तार र उपकरणबाट टाढा राखी तत्काल आकस्मिक सेवालाई सम्पर्क गरिहाल्नुपर्छ। चिकित्सा सेवा नआउन्जेलसम्म घाइतेलाई प्राथमिक उपचार चाहिँ सुचारू गर्नुपर्छ। अन्ततः बिजुलीको कारण आगो लागेको अवस्थामा पानीको प्रयोग चाहिँ गर्नु हुँदैन नि, है काका? आज कति नयाँ अनि राम्रा कुरा सिक्न पाइयो। धेरै धेरै धन्यवाद बाबु।